भयो सुरु। जय जय श्री राधे, जय गोमाता, जय गोपाल। आज श्री शताक्षी धाम श्री गोलोक गोवर्धन गौशालामा गौराधा निवासी परम वैष्णव माता हाम्रा वृन्दावन निवासी आदरणीय श्री चक्रपाणीजी महाराज, जसले तुलसी वाटिका आश्रम बनाउनु भयो, नीव राख्नुभयो, यता मोतीझिलसँग जहाँ उहाँको सम्बन्ध रह्यो त्यस्ता महाराजजीकी कृपा पात्र माताजी आफ्ना छोरी, आफ्नो छोरो, नाति नातिनाहरूसँग यहाँ धाममा आउनुभयो र आफ्ना दिवंगत हुनुभएका गोलोकवासी हुनुभएका आफ्ना श्रीमान, आफ्ना स्वामीका नाममा रूपनारायण प्रसाईज्यूका स्मृतिमा चाहिँ गौमातालाई चारो खाने हरियो घाँस गौका सेवामा 11,111 रुपियाँ उहाँले प्रदान गर्नुभयो। माताजीलाई धेरै 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 धन्यवाद। र त्यसै गरी मीना कुमारी प्रसाई को हुने? आमा चाहिँ मीना कुमारी। तपाईँलाई गुरुजीले दीक्षा दिँदा के नाम भनेको थियो? अनि मीना दासी भन्नु पर्दैन, यस्तो हुन्छ। मीना दासी भनेको थियो कि माधव दासी भनेको थियो? मीना दासी माताले 505 अनि आफ्ना श्रीमानका नाममा 1,111 रुपियाँ, 11,111 ए अघि भनेको थियो 11,111 रुपियाँ हामीलाई गौसेवालाई प्रदान गरेर जानुभयो। माताजीलाई धेरै धेरै शुभाशिष, मङ्गलकामना, उहाँको आयु आरोग्यता र अधिक अधिक भगवत भक्तिको अभिवृद्धि होस् माताजीलाई, र शरीर स्वस्थ रहोस्, दीर्घायु रहनुहोला। जय जय श्री राधे, जय श्री